सो इफ यु क्यान सी इट होइन, हामीलाई मोटिभेसनले किन लाइक एकदम कि सर्ट टाइमसम्म मात्र काम गर्छ कि कामै गर्दैन थाहा छ? किन भन्दा वेन डु वी निड मोटिभेसन? हामीलाई मोटिभेसन किन कति बेर चाहिन्छ? जब हामी डिमोटिभेट हुन्छ होइन। डिमोटिभेट हुनुको फेरि कज चाहिँ के छ त? लेस मोटिभेट हुनु। यो दुइटा आफ्नो कज एन्ड इफेक्टमा छ हो। सो जब हामी डिमोटिभेटेड छ होइन, सपोज यो हाम्रो डिमोटिभेसनको एउटा लेयर भयो, यो भनेको चाहिँ फियर छ, इन्सेक्युरिटी छ, डर छ, लाइक एभ्रिथिङ छ क्या यसमा, गिल्टहरू सबै चिज छ। अब यसमा जब हामी मोटिभेसनको लेयर हाल्छौँ नि, द्याट इज अब म गर्न सक्छु होइन, मेरो लागि इजी हो होइन, आई क्यान डु इट इजिली, अब यस्तो जब भन्छौँ नि दिमागमा ब्याक टु ब्याक, यो हामीले बाहिरबाट भने पनि हाम्रो दिमागले चाहिँ हामीलाई ब्याक अफ द माइन्ड के भनेर हुन्छ भन्दा हामी सक्दैनौँ भनेर हुन्छ कि किन? त्यसको कारण चाहिँ के छ भन्दा हाम्रो पास्टमा हाम्रो यस्तो एक्सपिरियन्स भयो जसले गर्दा चाहिँ सपोज फर इक्जाम्पल म 40 मिनट पढ्न खोजेको थिएँ तर म 10 मिनट मात्र पढेँ भने अब मेरो दिमागले के पर्सिभ गर्छ भन्दा मेरो लागि 40 मिनट पढ्न गाह्रो छ। त्यो भएर चाहिँ यसको कज त त्यो हो नि त, म 40 मिनट पढ्न नसक्ने त होइन नि त, तर त्यो मेरो जुन ब्याक अफ द माइन्ड छ नि पास्टको रेकर्ड, त्यसले गर्दा चाहिँ मेरो दिमागले के भन्छ कन्टिन्युसली म सक्दिनँ भन्छ हो। त्यसको कारणले चाहिँ मलाई मोटिभेसन चाहिन सक्छ। तर यसैमा ब्याक यसलाई कम्प्लिटली फ्लिप गरिदिने हो भने हामी मोटिभेसनको पछि जाने भन्दा नि डिमोटिभेसन चाहिँ केले आयो भनेर डिकोड गऱ्यो भने नि के हुन्छ भन्दाखेरि डिमोटिभेसन चाहिँ के ल्यायो त? सपोज त्यसलाई राइट रङ केही लेभलै नगरिकन जब हामी त्यसलाई डिकोड गर्छौँ नि यो के कारणले आयो त? ओके म गर्न सक्दो रहन्छु भन्ने एउटा बिलिभ रहेछ, तर के कारणले आयो त? यो पास्टमा एउटा सर्टेन यस्तो इन्सिडेन्ट भएको थियो त्यसले गर्दा मैले यो अहिलेसम्म मेरो दिमागमा यो बसेको रहेछ। तर के मैले सबै चिज पास्टमा गर्न नसकेको अहिले पनि गर्न नसकेको छु त छुइनँ। मोस्टली धेरै जसो कुरोहरू पास्टमा जुन जुन मैले गर्न सकेको थिइनँ त्यो मैले आफूलाई च्यालेन्ज गरेर गरिरहेको छु भनेपछि कान्ट आई डु दिस? यस, म यो पनि त गर्न सक्छु। अर लेट्स से धेरै कुरो पनि त पास्टको बिलिभहरू रङ भएको छ नि त। यस, सो यो हिसाबमा चाहिँ वेन यु डिकोड होइन के कारणले चाहिँ डिमोटिभेसन आयो भन्ने चाहिँ डिकोड गऱ्यो भने नि मोटिभेसन अटोमेटिकल्ली फ्लो हुन्छ। किनभने जब हामी डिमोटिभेटेडमा मोटिभेसनको लेयर लाउन खोज्छौँ नि त्यति बेर चाहिँ के हुन्छ भन्दाखेरि जबसम्म मोटिभेसनले सप्रेस गर्छ त्यो मोटिभेसन काम गर्यो, तर जब मोटिभेसन हट्यो नि यो एकैचोटि बााउन्स ब्याक गर्छ र एकदम फेरि लाइक अझै मजाले बााउन्स ब्याक गर्छ क्या, किन सप्रेस हुन्छ नि त। के भइरहेछ यहाँनिर भन्दा डिमोटिभेसन र मोटिभेसनको दुईवटा लेयरहरू चाहिँ लाइक एक आपसमा अगेन्स्टमा फाइट गरिरहेछ क्या। त्यसले गर्दा चाहिँ के हुने भयो भन्दाखेरि लाइक अगेन्स्टमा फोर्स लाउँदा त झन् धेरै फोर्स पऱ्यो नि त यसमा। तर यसैमा फेरि यसको अगेन्स्टमा लाउनु सट्टा के कारणले चाहिँ यो आयो भनेर कम्प्लिटली यसलाई मैले डिकोड गरेर हटाउन सक्यो भने त मेरो मोटिभेसन फ्री फ्लोइङ हुने भयो क्या। त्यही भएर जिन्दगीमा लाइफमा मोटिभेसनको पछि भाग्ने भन्दा नि म के कारणले डिमोटिभेट भइरहेको छु त, कि यो कारण सत्यता छ, लाइक यसमा के ट्रुथ छ, कतिको ट्रुथ छ भनेर जब हामी डिकोड गर्दै जान्छौँ नि आफ्नो ब्रेनमा त्यसपछि चाहिँ के हुँदो रहेछ भन्दा मोटिभेसन आफै आउन थाल्दो रहेछ क्या। किनभने जब डिमोटिभेसन छैन भने त अभियसली मोटिभेसन छ नि त, मोटिभेसन फ्री फ्लोइङ हुन्छ क्या त्यति बेर चाहिँ।